खल्तीमा मासु किन्ने पैसा छैन तर जिब्रोले राजाको जस्तो स्वाद खोजिरहेको छ। आज हामी गरिबको मटनलाई 5 तारे स्टाइलमा पकाउँदैछौँ। सबैभन्दा पहिले सोयाबिनको मस्यौरालाई पानीमा हालेर मज्जाले उसिन्नुहोस्। निचोड्दै सारा पानी निकाल्नुहोस्। अब ताजा टमाटरलाई मसिनो गरी पिस्नुहोस् र तातो तेलमा हालेर मज्जाले भुट्नुहोस्। एउटा कचौरामा दही लिनुहोस् र बेसार, खुर्सानीको धुलो र स्वाद अनुसार नुन हालेर फिट्नुहोस्। यो दहीको मिश्रणलाई भुटेको टमाटरमा हालेर कडा ग्रेभी तयार पार्नुहोस् र त्यसमा सोयाबिन मिसाउनुहोस्। आलु र पनिरका टुक्राहरूलाई सुनौलो र कुरुम कुरुम हुने गरी तेलमा तार्नुहोस् र काजु तथा किसमिस सँगै कराईमा हालेर ग्रेभीमा मिक्स गरिदिनुहोस्। अब पालो चामलको। बासमती चामललाई धोएर जिरा र पुदिनाका पातहरू हालेको उम्लिरहेको पानीमा आधा पाक्ने गरी उसिन्नुहोस्। यो आधा पाकेको भातलाई तयार भएको ग्रेभीमाथि मज्जाले फिजाएर एउटा सुन्दर लेयर बनाउनुहोस्। अन्त्यमा दुधमा केसर र थोरै घिउ मिसाएर भातको माथिबाट चारैतिर छर्किदिनुहोस्। अब बिर्को बन्द गरेर सानो आगोमा केही मिनेट दममा पक्न दिनुहोस्। आहा,